हेलो गाइज, वेलकम टु सृष्टि च्यानल। आज चाहिँ हामी भक्तपुर दरबार स्क्वायर घुम्न आएको छौँ। भर्खरै भक्तपुर दरबार स्क्वायरमा आएर होइन यहाँ माथि चढेर यसरी बसिरहेछौँ। यतापट्टि भ्यू इन्जोय गर्दै बसिरहेछौँ होइन। होइन त हजुर? होइन त हजुर? कस्तो लागिरहेछ त अनि भक्तपुर आएर? सेकेन्ड कुन टाइम? थर्ड फोर्थ टाइम। म चाहिँ फर्स्ट टाइम आएको भक्तपुर, यहाँ आएकै थिएन म, अनि जाऊँ न भनेर आएको। ठिकै रमाइलो लाग्यो। भक्तपुर यहाँबाट माथि आएको छौँ हामी चाहिँ। यस्तो ओह्रालो झरिरहेछौँ। भक्तपुर दरबार स्क्वायर भन्छ होइन यसलाई। 5 तले मन्दिर 1 2 3 4 न्यातपला। यहाँ चाहिँ शनिबार यतिको भिड चाहिँ हुनुपर्ने हुन्छ है। हामी चाहिँ फोटो सेसन गरेर अब 55 झ्याले दरबार मन्दिर भन्छ नि हो त्यो जाँदैछौँ होइन। फोटो सेसन भयो यहाँ चाहिँ होइन। राम्रो रहेछ भक्तपुर, फर्स्ट टाइम आएको म। अब हामी चाहिँ के अरे 55 झ्याले दरबार हो कि कोही समथिङ म हेर्छु अनि त्यहीँ गएर देख्नेछु। हस्तकला, हातले बुने ट्री, चित्रकला। अब हामी जाँदैछौँ। यो चाहिँ कुन मन्दिर हो आई डोन्ट नो, कमेन्ट गर्नु होला यो कुन मन्दिर हो, मलाई चाहिँ अलिक थाहा भएन। सोध्छु म, यहाँ पनि थाहा हुन्छ। फर्स्ट टाइम आएको हो नि त, भएर केही पनि थाहा नै छैन भने मलाई चाहिँ भक्तपुरको बारेमा। 55 झ्याले यही होला सायद। यही हो 55 झ्याल के भन्छ अरे? 55 झ्याले, 55 झ्याल भएको भएर के भन्छ? 55 झ्याले के मन्दिर? दरबार भने 55 झ्याले दरबार चाहिँ यही हो है। यहाँदेखिबाट होइन, यहाँदेखिबाट कहाँसम्म? भक्तपुर सिद्धपोखरी हरियो पानी रहेछ यहाँ चाहिँ होइन। अरूतिर निलो पानी हुन्थ्यो भने यहाँ चाहिँ हरियो पानी कसरी भएको हो यो। भक्तपुरको जुजु फेमसवाला जुजु चाहिँ यहाँ रहेछ होइन। हामीले खायौँ, मैले टेस्ट गरेँ, उहाँ चाहिँ खाँदै हुनुहुन्छ। मलाई चाहिँ दही जस्तै लाग्यो, सेम दही नै रहेछ। मलाई चाहिँ मिठो लाग्यो, दही नै रहेछ। मलाई थाहा थिएन जुजु भने दही भन्ने। म चाहिँ आइसक्रिम खाँदैछु, जुजु मिठो नलागेर। हामी चाहिँ भक्तपुरबाट अब निस्किएर पाइलट बाबातर्फ यात्रा हाम्रो सुरु हुँदैछ। अब हेरौँ पाइलट बाबा कस्तो छ। मैले आजसम्म गएको छैन, फर्स्ट टाइम जाँदैछु। कस्तो लाग्छ म भिडियोमा मात्रै छु। हामी अब पाइलट बाबा आइपुग्न लाग्यौँ। माथि छ पाइलट बाबा चाहिँ। पुरै गाउँवाला रहेछ, हेर्दै गाउँवाला भाइब्स आउने रहेछ यहाँ चाहिँ। हाम्रो गाउँ जस्तैवाला भाइब्स। चिसो चिसो हावा, उकालो बाटो। रमाइलो ठाउँ हुन्छ पाइलट बाबा भन्ने ठाउँ चाहिँ। पाइलट बाबा गाइजहरू लोकेसनको चक्करमा चाहिँ कहिले पनि नहिँड्नु होला होइन। लोकेसनले धोका दिने रहेछ। यो त नेक्स्ट लेभल भ्यू रहेछ होइन।
गाइजहरू होइन हामी चाहिँ यहाँ भाइरल ढुङ्गामा जानु लाग्यो यहाँ एउटा भाइरल ढुङ्गा छ अरे यहाँ पाइलट बाबा भन्दा अलिकति माथि आएर जङ्गल छिर्नुपर्ने रहेछ भाइरल ढुङ्गा जानलाई चाहिँ हेरौँ है त मैले त थाहा छैन कुन भाइरल भएको अब म त्यहीँ गएर हेर्छु अनि हजुरलाई पनि त्यहीँ गएर देखाउँछु कस्तो रहेछ पानी पऱ्यो भने ओत लाग्नलाई यहाँ ढुङ्गाको ओत पनि रहेछ है पानी पऱ्यो भने यहाँ आएर बस्नुपर्छ ल छाता छैन हामीसँग अहिले हामी आइपुग्यो हेरौँ है त कस्तो रहेछ डन्नी हालेर रहेछ फलामको यहाँबाट तलतिर यस्तो देखिनु रहेछ है पाइलट बाबा चाहिँ त्यही हो त्यो सेतो एउटा टुप्पो छ नि यो हो पाइलट बाबा चाहिँ यो ढुङ्गा रहेछ ठुलो ढुङ्गा रहेछ यो ढुङ्गा बाहिर यस्तो बनाइदो रहेछ वरिपरि ढाकेर अनि यसैमा भाइरल भएछ ल उहाँजी चाहिँ गएर बसिसक्नु भयो है विराजमान हुनुभयो उहाँजी चाहिँ म चाहिँ हिँडिरहेको यस्तोमा है डर लाग्दो छ है पिस लाग्यो नि दाजुलाई यति बेस भएन ए पिस पिएसी पिस पिएसी पिस चाहिँ अब माथि त के अरे भाइरल ढुङ्गा धोएर पाइलट बाबा जाँदैछु रोडहरू चाहिँ राम्रो रहेछ सबै पिच नै पिच भएछ होइन हिँड्नलाई चाहिँ राम्रो ठाउँ होइन त राम्रो ठाउँ अघि गुगलको लोकेसनले चाहिँ साला सर्टकट भनेर अप्ठ्यारो बाटो ल्याइदियो हामी पहिला हिँडेको म्याप चाहिँ यही थियो सर्टकट म्याप हेर्ने चक्करमा खतम बनाइदियो पुरै नराम्रो बाटो अहिले चाहिँ पिच नै पिच रहेछ अहिले चाहिँ हामी राइट वे आयो अघि रङ वे आएको थियो सो यस्तो छ पाइलट बाबा जाने बाटो चाहिँ जङ्गल बिचमा बाटो अब हेरौँ है त पाइलट बाबा कस्तो छ एक्सपेक्टेसन भर्छ रियालिटी है मेरो लागि चाहिँ पाइलट बाबा मन्दिर चाहिँ रहेछ एउटा मन्दिर यता यता त्यहाँबाट सायद सिन देखिन्छ होला ऊ यो सिन चाहिँ यस्तो देखिँदो रहेछ होइन पाइलट बाबाबाट अब हामी पाइलट बाबाबाट फर्किँदैछौँ पाइलट बाबाको सिन चाहिँ यो छ है ल अब हामी जान्छौँ हामी हिँडिरहेछौँ हामी जान्छौँ फाइनली भक्तपुर र पाइलट बाबा घुमेर म घर आइसकेँ र मेरो कपाल आज भर्खर नुहाएको जिङरिङ्गो भइसक्यो धुलोले माइ गड बाइकमा गएपछि त लास्टै धुलो हुने रहेछ के प्लिज फुल भिडियो हेरेर कमेन्ट सेयर सब्सक्राइब गर्नु होला ओके बाई बाई